लिनुहुन्छ नि हजुरको हरेक झन्डा बोकेर पर्दैन झन्डा बोक्नु पर्दैन होइन होइन झन्डा बोक्नु होइन पर्दैन कहिले पनि पर्दैन तपाईँ आफ्नो काम गर्नुहोस् तपाईँ आफ्नो विवेक पुऱ्याएर भोट हाल्नुहोस् झन्डा बोक्नुपर्छ समय छ भने मात्र बोक्नुहोस् मेरो झन्डा बोकेका कारणले तपाईँको काम हुने होइन कानुनले दिने भएर तपाईँको काम हुने हो कानुनले दिएन तपाईँको हुँदैन कानुनले दिन्छ गर्छौँ तर यसलाई भोट ब्याङ्क बनाएर भोट माग्ने भाडो हामी बनाउँछौँ मैले हजुरलाई पहिला जीवनमा मलाई आमाले जन्माएर यत्रो बनाएँ पहिलोचोटि मैले हजुरलाई नै पहिलो भोट हो मेरो लाइफमा मेरो पहिलो भोट हजुरलाई त्यहाँबाट दोहोऱ्याएर फेरि हजुरलाई भोट दिएँ म उहाँ इच्छा कामना गाउँपालिका गरिदिएँ तर मलाई डेङ्गु लाग्यो 1 महिनामा थला पनि पऱ्यो तर अब यति भएपछि हामी कहिलेसम्म भूमिहीन हुने हो हामी कहिलेसम्म भूमिहीन हुने हो हामी तिमी त थाहा छैन हामी बहुत तरेर हिँडिरहेको छौँ घरमा कोठा राख्दै हिँड्नुपर्छ मेरो आमा बिमारी कति कोठा खोजेर हामी कहिलेसम्म भूमिहीन हुने हो दुनियाँ त आयो पनि यही तपाईँलाई भोट हाल्यो आज आउनुभयो योभन्दा अगाडि आउनु भयो भोट छिट्दै आउनु भएन को छ जनतालाई के भएको छ कहिले सोध्नु भएन मेरो आमा बिरामी त हजुर औषधि गरिदिनु भन्दै हिँड्नु पऱ्यो 2टा मृगलाई ड्यामेज मेरो आमाको मैले आमालाई 3 वर्ष भयो घरमा राखेर सुताएर पालेको 15-16 हजार खर्च लाग्छ तर दिने पैसा छैन आफूले कमाइ हुँदैन तर कहिलेसम्म हामी यो भौतारेर भूमिहीन भएर घर बिनाको बाँच्नु पर्ने हामी म तपाईँलाई बताउँछु है त मैले हिजोको एउटा कार्यक्रममा पनि बताएको थिएँ तपाईँहरूको नाममा सुकुम्बासीको नाममा भूमिहीनको नाममा जुन राजनीति वर्षौँसम्म चलेको छ यसलाई कानुन बनाएर कानुनी माध्यमबाट जे हुन्छ त्यही गरेर मेरो कार्यकर्ता भए या अर्को कुनै पार्टीको कार्यकर्ता भए पाउने नभए नपाउने बनाएर होइन कानुनले जे भन्छ त्यही यदि गलत तरिकाले गरिएको छ भने त्यसलाई कानुन सच्याएर भए पनि पाउनुपर्ने मान्छे सुन्नुहोस् है कानुनले दिनुपर्ने भनेको मान्छेलाई यो टपिकलाई यो विषयलाई सदाका लागि यो पसल छ नि जुन यो भोट ब्याङ्कको पसल यसलाई बन्द गर्ने मैले वचन हिजो पनि दिएको छु यो चुनावी सभा नभएको हुनाले घोषणापत्र पार्टीको भाषापत्रमा लेखेर हामी यो कुरालाई पुरा गर्नलाई त सरकार त बनाउनु पर्ला के पर्दैन यसै कारण यसपटक हामीले के भनेको भने यसपटक एकपटक 5 वर्ष काम गर्ने गरी तपाईँहरूले सुनाउनुहोस् म तपाईँलाई गैर कानुनी काम गर्छु म भन्न सक्दिनँ तपाईँहरू गैर कानुनी ढङ्गले बस्नु भएको छ भने म तपाईँले भोट दिए पनि नदिए पनि त्यसको जिम्मा लिन्न तर कानुनले तपाईँलाई दिन्छ भने अब यसलाई चाहिँ नि भोटको ब्याङ्क बनाएर हामी राख्दैनौँ यसलाई सदाका लागि बन्द गर्ने त्यो वचन म तपाईँलाई वचन लिनुहुन्छ नि हजुरको हरेक झन्डा बोकेर पर्दैन झन्डा बोक्नु पर्दैन होइन होइन झन्डा बोक्नु होइन पर्दैन कहिले पनि पर्दैन तपाईँ आफ्नो काम गर्नुहोस् तपाईँ आफ्नो विवेक पुऱ्याएर भोट हाल्नुहोस् झन्डा बोक्नुपर्छ समय छ भने मात्र बोक्नुहोस् मेरो झन्डा बोकेका कारणले तपाईँको काम हुने होइन कानुनले दिने भएर तपाईँको काम हुने हो कानुनले दिएन तपाईँको हुँदैन कानुनले दिन्छ गर्छौँ तर यसलाई भोट ब्याङ्क बनाएर भोट माग्ने भाडो हामी बनाउँछौँ है सरकारले चाहिँ हामी जस्तो निम्न वर्गको मान्छेलाई हाम्रो भोट खेर नजाओस् अबदेखि हामी भोट हालिन नपरोस् है त लाग्यो अहिले पुरा गर्नु होला भोट माग्नु मात्र होइन कि भोट होस् तपाईँलाई अहिले 3टा भोट हुन्छ मेरो स्थायी सरकार बनाएर हामीले गरेनौँ भने भोट हाल्नै पर्दैन पहिलो जीवनमा पहिलोचोटि मेरो भोट तपाईँलाई नै गएको अन्त्य पनि तपाईँबाट नै हुन्छ हामी जस्तो मान्छे अब गएर हिँड्न नपरोस् म देशको लागि के पनि गर्छु म देशको लागि गर्छु धन्यवाद ल धन्यवाद सबैलाई